बालेन सरकार गठन भएको 4 दिनमा के भयो त? पहिलो दिन 13 गते बालेन शाहको नेतृत्वमा सरकार गठन, शपथ ग्रहण, मन्त्री परिषद विस्तार, पदभार ग्रहण र मन्त्री परिषद बैठक सम्पन्न। पहिलो मन्त्री परिषद बैठकबाट शासकीय सुधारका 100 कार्यसूची पारित, कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न मन्त्री परिषदको निर्णय। कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयसँगै मध्यरातमा नै प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुदन गुरुङको दौडधुप सुरु। प्रहरी हेडक्वार्टरमै प्रवेश गरी गृहमन्त्री सुदनद्वारा आइजिपीहरूलाई कार्की आयोगको प्रतिवेदन आजै रातिबाट कार्यान्वयन सुरु गर्न निर्देशन। प्रहरीद्वारा भोलि बिहान 7 बजे नै काठमाडौँका सबै प्रहरीलाई चुस्तामा तयार रहन मध्यरातमा निर्देशन। दोस्रो दिन 14 गते शनिबार बिहान झिसमेसेमै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ। देशभर खैला बैला। ओली र लेखक पक्राउ परेपछि पनि विकसित राजनीतिक घटनाक्रमका विषयमा सुरक्षा निकायका अधिकारीहरूसँग लगातार छलफल। गृहमन्त्री सुदन गुरुङ विभिन्न प्रहरी वृत्तहरूको निरीक्षणमा व्यस्त। तेस्रो दिन 15 गते आइतबार गृहमन्त्री सुदन गुरुङको आदेशमा सम्पत्ति शुद्धिकरण कसुरमा नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री दीपक खड्का बिहानी झिसमेसेमै पक्राउ परेका ओली, लेखक र खड्कालाई हिरासतमा राख्न अदालतबाट म्याद थप। शिक्षा मन्त्रीद्वारा ब्रिज कोर्स र इन्ट्रान्स कक्षाहरू खारेज गर्ने निर्णय। श्रम मन्त्रालयद्वारा वैदेशिक रोजगारीमा जानेहरूको लागि श्रम स्वीकृतिका लागि लिइने टोकन सिस्टम खारेज र निवेदन दिएकै दिन श्रम स्वीकृति प्रदान गरिने निर्णय। पक्राउ परेकी एमाले प्रदेश सांसद रेखा शर्मालाई हिरासतमा राख्न म्याद थप। प्रधानमन्त्रीद्वारा आफ्ना प्रमुख राजनैतिक सल्लाहकार र स्वकीय सचिव नियुक्त। सरकारले अघि सारेका 100 बुँदे सूची सार्वजनिक। चौथो दिन 16 गते सोमबार प्रधानमन्त्रीद्वारा 165 वटा निर्वाचन क्षेत्रबाट निर्वाचित भई आएका सांसदहरूसँग छलफल सुरु। निर्वाचन क्षेत्रका समस्या समाधानका उपाय र बजेट योजनाका बारेमा रिपोर्टिङ ग्रहण सुरु। प्रतिनिधि सभाको संसदको अधिवेशन चैत 19 गते बोलाउन राष्ट्रपति समक्ष सिफारिस। शासकीय सुधारका 100 बुँदामा उल्लेखित मूलभूत विषयहरू। 2048 साल यता राज्यको जिम्मेवार पदमा रहेका नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गर्ने, राजस्व अनुसन्धान विभाग खारेज गर्ने, दलीय ट्रेड युनियन खारेज गर्ने, विद्यालय र विश्वविद्यालयबाट राजनीतिक दलका भातृ संगठन खारेज गर्ने निर्णय सार्वजनिक। 10 वर्षभन्दा बढी समयदेखि निष्क्रिय रहेका बैंक खाताको रकम सरकारी बनाउन पहल सुरु गर्ने। प्रधानमन्त्री बालेनद्वारा इतिहासमा पहिलो पटक दलित समुदायको नाममा राज्यको तर्फबाट माफी माग्ने निर्णय। सुकुम्बासी समस्या समाधान 1000 दिनमा समाधान गर्ने प्रतिबद्धता। यी त चर्चामा आएका केही विषयहरू मात्रै हुन्। यी बाहेक बालेन नेतृत्वको सरकारले बुलेट ट्रेनको रफ्तारमा आफ्नो काम अघि बढाएका छन्।